अहिले घुम्दै आउने क्रममा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नम्बर 3 स्थित गुम्बा क्षेत्रमा हामी अहिले आइपुगेका छौँ। यहाँ मेरो ठिक पछाडि गुरु रिम्पोछेको ठुलो मूर्ति हामी देख्न सक्छौँ। स्तूपा शैलीमा उहाँको ठुलो मूर्ति यहाँ निर्माण भएको रहेछ। पछाडिपट्टि साइडमा हामी देख्छौँ गुम्बा। अहिले गुम्बा चाहिँ बन्द गरिएको रहेछ। सायद अब हामी यहाँ अनुरोध पनि गर्ने मैले सोचिरहेको छु। यहाँ भित्र गएर दर्शन गर्न पाएँ, गुम्बामा आएर दर्शन गर्न पाएँ, यहाँ आउनुको सार्थकता पनि हुनसक्छ कि भन्ने मलाई लागिरहेको छ। ठाउँ निकै सुन्दर रहेछ। यहाँ आइपुग्न चाहिँ हामी त्रिशुली बजारबाट सवारी साधन, तपाईँ चारपाङ्ग्रे सवारी साधन, ठुलो गाडी, कार, मोटरसाइकल हैन, जुनसुकै सवारी साधनमा आउन सक्नुहुन्छ। करिब यहाँ आइपुग्न त्यस्तै 1.5 घन्टा जस्तो लाग्दो रहेछ। हामीले चाहिँ गाडीमा आउँदाखेरि 1.5 घन्टा लाग्यो। निकै सुन्दर ठाउँ छ। माथि यो डाँडा जुन देखिरहनु भएको छ, माथि डाँडा योभन्दा पारी 600-700 घर दूरी ठुलो बाक्लो बस्ती रहेको भन्ने जानकारी हामीले पायौँ। तर हामी त्यहाँ जान अहिले सक्दैनौँ, किनभनेदेखि समय अभाव र हाम्रो साथीभाइहरू सबैजना हिँड्न पनि नसक्ने अवस्था भएकोले आज हामी यहाँसम्म मात्रै हाम्रो कार्यक्रम रहेको छ। कुनै दिन समय फुर्सद मिल्यो भने हामी त्यस ठाउँमा पनि अवश्य पुग्नेछौँ।